सब लोग को स्वागत है मेरा न्यू यूट्यूब चैनल में। आज मैं जा रहा हूँ चाइनीज कोरियन मैगी खाने के लिए। और ये रहा अपना मैगी। मैं जा रहा हूँ अपना होटल में मसाला लेने के लिए, आपको दिखाऊंगा। ये अपना रूम है, मैं इधर से जा रहा हूँ। अब यहाँदेखि होटल जाँदैछु म। त्यहाँदेखि काँदा टमाटर मिर्ची जे चाहिँ हुन्छ त्यो ल्याएर आउँछु। आज कोरियन मैगी खाँदै रुममा बनाएर होइन, कसरी खाने त्यो त थाहा छैन, त्यही पनि आफ्नो स्टाइलमा बनाउनु पर्ला। भिडियो चाहिँ लास्टसम्म हेर्दैन। यो चाहिँ मेरो होटल हो, मैले काम गर्ने। बवाल छ जाँदैछ। म चाहिँ यहाँ पुगेँ। अब यहाँदेखि मैले काँडा टमाटर लिन्छु। धेरै मान्छे छैन यहाँ, चाहिँ काटिरहेको छ। यो चाहिँ मैले लगेर जान्छु अहिले। अरू चाहिँ म लास्ट तपाईँहरू देखाउँछु। मैं कांदा टमाटर लेके चला गया। अभी मैं जा रहा हूँ, अपना माल डाल रहा है ये भाई। इधर से थोड़ा 2-3 धनिया का पत्ता लेके गया मैंने। अब इधर से रूम में जाएगा और आपको लास्ट तक दिखाऊंगा। म चाहिँ हिँडेँ अब रुममा। चाहिँ हाम्रो रुम जाने बाटो होइन। चाहिँ कांदा टमाटर अनि जे हो मैले हातमा ल्याएको। अब यहाँदेखि चाहिँ रुममा गएर आज चाइनिज मैगी बनाएर खान्छु। जाँदैछु। आज चाहिँ मस्त घाम लागेको छ है, मस्त गजब पाराले। अनि हजुरहरूले कस्तो लाग्यो लाइक कमेन्ट गर्नु होला होइन, सेयर गर्नु होला। जस्तै चाहिँ मान्छे छ त्यहाँ चाहिँ मस्त मोबाइल चलाएर बसेको छन् आफ्नै पारामा हाम्रो अङ्कल चाहिँ। अनि ल फाइनली आफ्नो रुममा पुगियो। अब यसले चाहिँ मैले यहाँ राखेँ। अनि प्लेटमा कति धनियाँको पत्ता अनि यो काँदा पत्ता ल्याएको छु मैले। यहाँ चाहिँ टमाटरहरू छ, तपाईँहरू देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ टक्क काँदा टमाटर काटेको ल्याएँ होइन। हाम्रो ग्यास चाहिँ यता छ है। मेरो रुम चाहिँ यो यस्तो हो। यहाँ चाहिँ म सुत्छु। परदेशी जिन्दगी यस्तै हो होइन, के गर्नु। मैले आग लगाएँ। अब यहाँ चाहिँ बिसोली छु है। यी बिसालिसकेपछि अलिकति गरम भयो। अनि यहाँ मैले अलिकति हाम्रो तेल हालेँ होइन। अब एकछिन गरम हुन्छ, त्यसपछि हामी हाल्नेछौँ यसमा। गरम भइसक्यो एकदम होइन। तर मैले चाहिँ आफ्नो स्टाइलमा बनाउँदैछु है फेरि। अब यहाँमा हाम्रो गयो। यहाँमा छ अलिकति अदरक, अलिकति लसुन अनि अलिकति मिर्ची छ अनि अलिकति जिरा। म चाहिँ आफ्नो स्टाइलमा बनाइरहेको छु है। सबैको अलग अलग स्टाइलमा हुन्छ, कसैले बोइल गरेर बनाउँछ होइन। तर म चाहिँ बोइल नगरिकन आफ्नै तरिकाले बनाइरहेको छु। रमाइलो कस्तो हुन्छ। यहाँ चाहिँ मैले अलिकति माथिबाट काँदा टमाटर हालेँ। अनि यो हाम्रो चमच, यसलाई चाहिँ मैले लगाइछु होइन। यो काँदा यो फ्राई भइसक्यो। अब यसमा चाहिँ मैले यो चाहिँ मैगी हो। यसको प्राइस छ 56। यो करिबम नेपाली 90 रुपियाँ। 90 रुपियाँ हुन्छ है। फर्स्ट टाइम खाँदैछु मैले। नेपाली 90 रुपियाँको चाउचाउ कोरियन मैगी। अब यसमा चाहिँ म हाल्छु है। हेर यसले चाहिँ मैले अब एकछिन चाहिँ
ढाकिदिन्छु यसले चाहिँ यसरी बन्द गरेँ। अनि त्यसपछि हाम्रो यसमा आउँछ अलिकति लास्टमा चाहिँ अलिकति धनियाँ अनि अलिकति कान्दाको पत्ता काटेको। मसला चाहिँ यहाँ छ, मसला मैले यसमा हाल्छु बस। अनि कस्तो रेडी हुन्छ अनि हजुरहरूलाई देखाउँछु। मैले चाहिँ अब यसमा यो मसला हालिरहेको छु है। मसला चाहिँ मैले पुरा हालिदिएँ होइन। पिरो होला चाहिँ एकदमै खतरनाक छ पिरो चाहिँ। अब चाहिँ कलर आउँछ उदम बाडाको, तर पाइसी चाहिँ डेन्जर होला। पुरा कलरै अक्खा चेन्ज हानिहाल्यो। कहिले पिरो लागिरह्यो, खाँदाखेरि चाहिँ कस्तो हुन्छ थाहा छैन। हजुरहरूले पनि खानुभयो होला, तर म चाहिँ आज फर्स्ट टाइम खाँदैछु कोरियन चौधो। फाइनली मसला हालेर मैले यो माथिबाट अलिकति यो धनियाँको पत्ता र अलिकति कान्दा पत्ता हालेर एकछिन यसलाई हालिदिन्छु। अब यहाँ अलिकति बचेको छ, यसलाई चाहिँ निकाली बन्द गरेपछि हाल्छु त्यहाँ। हजुरहरू हेर्दै गर्नु होला भिडियो होइन, कस्तो लाग्छ हजुरलाई, मन परेपछि कमेन्ट गर्नु होला, सेयर गर्नु होला होइन। फाइनली हाम्रो कोरियन म्यागी रेडी भयो। अब चाहिँ म यसलाई प्लेटमा हाल्छु होइन। फाइनली म्यागी चाहिँ रेडी भयो है। रेडी भएर प्लेटमा हालेँ, माथिबाट अलिकति कान्दा पत्ता अनि अलिकति धनियाँ हालेँ। अब चाहिँ म यसलाई खान्छु होइन। अनि मेरो म्यागी बनाउने तरिका कस्तो लाग्यो, मन परेपछि सबैजनाले कमेन्टमा भन्नु कस्तो लाग्यो भनेर। अब हाम्रो यस्तै अरू भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। ल म चाहिँ खान्छु है अब। गजब मिठो छ, आफ्नै तरिकाले बनाएको होइन। अब हजुरहरूलाई खाने मन भएपछि कसरी बनाउने यसो यो भिडियोबाट पनि हजुरहरूले बनाउन सक्नुहुन्छ। ल अहिलेलाई यति भन्दै म चाहिँ खाना बसेँ होइन। अब यस्तै अरू भिडियो हेर्नको लागि चाहिँ सबैजनाले युट्युबलाई सब्सक्राइब गर्नु होला। हस् बाई।